रुबी भ्याली तपाईँ सुन्नुभएको छ? अघि भयो तिमीहरूले भने हो एक्ज्याक्टली हो, त्यही त नेपालमा थाहा छैन क्या मान्छेलाई रुबी भ्यालीको बारेमा। सो हाम्रो अब आउने अपकमिङ एपिसोड चाहिँ रुबी भ्यालीको छ क्या। भनौँ न अब त्यस्तो ठाउँमा हामीले गएर गरौँ न त, अलिकति देखाऊँ न भनेर नै हो क्या गएको। अब त्यो अघि मैले भने नि मजात खर्क जुन 10 घन्टा 12 घन्टासम्म उकालै मात्रै छ क्या त्यसमा, त्यस्तो ठाउँहरू छ बिचमा केही छैन क्या। तर आई थिङ्क रुबी भ्यालीमा चाहिँ अब पहिला पहिला त रुबी पाइने, भनौँ न हिराहरू पाइने, त्यस्तो एकदमै रिच भनौँ न त्यो मिनरल्स भन्छ नि त्यसलाई होइन। सो त्यस्तो पाइने ठाउँ रहेछ, त्यो इलिगल रहेछ, फेरि सरकारसँग पर्मिसन लिएर मात्रै यु क्यान हन्ट फर रुबिज भन्ने रहेछ क्या त्यस्तो। सो लोकल पिपलसँग अहिले पनि पाउँछ भन्ने छ क्या त्यसमा। सो अलिकति धेरै माथि चढ्नुपर्छ, 4500 मिटरमा 4700 मिटर्समा चढेपछि चाहिँ भेटिन्छ लोकल्सहरूले भन्छ क्या। सो अरूले चाहिँ आएर गर्न मिल्दैन, लोकल्सहरूले चाहिँ गरिरहेको हुन्छ भनेर त्यही भन्नुभएको थियो है। त्यो भाइले पनि त्यो सानो यत्रो भेट्यो, मलाई पनि दिनुभएको थियो एउटा, मलाई पनि एउटा भाइले कलरको रेड कलरको भेट्यो भने चाहिँ भयङ्कर पैसा आउँछ, त्यस्तोको लाखौँ पैसा, करोड भन्छ, करोड आउँछ अरे त्यो यत्रो रुबीको क्या। जस्तो महँगोवाला भेट्यो भने चाहिँ अब लक, तर सेलेक्टेड पिपललाई मात्र माइन गर्न पाउने भयो त्यो, जो पनि जो पाए त्यो गरेर सरकारले पर्मिसन लिएर मात्रै हुन्छ अरे त्यो पनि। सो त्यस्तो ठाउँहरू नेपालमा थाहा छैन मान्छेलाई। त्यसको चाहिँ आर्टिकल अहिलेसम्म कहीँ पढाएको यस्तो छ क्या अब त्यो हाम्रो लोकलले भने हो, त्यो मैले बाहिर चाहिँ कहीँ पनि देखेको छैन।